हेलो हेलो सबैलाई दर्शक नमस्कार। हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला होइन। अनि अब हिजोको बेदमा बम बारुद खस्यो भन्ने कुरा सबैलाई थाहा भयो होला। अनि आजै पुरा खाली छ, कतै आज पनि खस्छ कि भनेर होला सबै मान्छे भित्र लुकेर बसेका छौँ हामीहरू पनि सबैजना होइन। अब पार्किङहरू पुरा खाली छ आज, पुराको पुरा। आज बिजनेस भन्ने कुरो एउटा फिटिकै छैन। अब परदेशी जिन्दगी यस्तै रहेछ साथीभाइहरू होइन। नेपालमा गयो पैसाको अभाव, परदेशमा आयो आज गयो मर्ने बस्नेको ठेगान हुँदैन। गाह्रो छ परदेशमा, गाह्रो छ। रामदेव